सबभन्दा त सबैलाई नमस्कार, गुड मर्निङ। एउटा कुरा चाहिँ मलाई चाहिँ एकदम हाम्रो देशको स्थिति देखेर हैन, र मैले चाहिँ खास गरी कुनै पार्टीको समातेर बोल्नु खोजेन, तर म कुनै पार्टीको मान्छे त हैन, हाम्रो देशको स्थिति गरे नेपाली हुँ भनेर गर्व गरेको एउटा गरिरहेको थिएँ हैन। आजसम्म चाहिँ मलाई नेपाली जस्तो लाग्दैन। साला हाम्रो देशमा छ नि जसले जे पनि गर्न पाइने छ, जो भ्रष्टाचारी गरे नि, जो चोर काम गरे नि, जो साला खत्तम चुतिया कम छ नि पार्टी छ नि, यस्तो नै हुन्छ चाहिँ देशमा पार्टी हैन। यस्तोलाई चुनाव हाल्ने चाहिँ हामी जस्तो नेपालीहरूले पनि यसो अलि दिमाग छ नि, दिमाग यहाँ दिमाग लगाएर छ नि अलि गर्नु पर्यो क्या सरहरूले। हजुरहरू किन यस्तो भएको? जो कोही होस् सही बाटोमा हिँड्नेलाई त्यो मान्छे सही छ, त्यो गलत बाटोमा हिँड्नेलाई त्यो गलत बाटो छ यो मान्छे भन्ने चाहिँ हामी नेपालीको चाहिँ मनमा चाहिँ केही छैन। अनि मैले यो बनाउन लागेको चाहिँ यो सानो चाहिँ कुरो किनभने यसलाई स्क्रिप्ट नगरिकन हैन, केही नगरी हेरिदिनु होला। गृहमन्त्री भइसकेको मान्छे हैन रवि लामिछाने राति सुतेको ठाउँमा अदालतले पक्राउ पुलिस जारी गरिसकेको छ अरे भन्ने बित्तिकै गएर रातारात गएर समात्नुपर्ने कारण किन? अनि त्यो डिएसपी हो कि एसपी के हो त्यो नाउँ त थाहा न, आफू पढेको छैन राम्रो। लास्ट त्यसको अन्तिम इच्छा के हो त्यसको? सोध त्यसलाई। यो त सिधै इन्काउन्टेन्ट कि इन्काउन्टेन्ट भन्छ नि, सिधै गएर मार्न लागि त्यो फिल्महरू देखाउँछ नि, फिल्ममा तुम्हारा लाश तुम्हारा अन्तिम इच्छा क्या है बोलो भाई, तुम अल्लाह मुझे ऐसा है वैसा है भन्छ नि, त्यस्तै फिल्मतिर राखेछ भने अरूले कोनले सोध्छ तेरो अन्तिम इच्छा के हो केटा भन्, म तेरो माग पुऱ्याउँछु भन्छ नि। त्यस्तै देशको यत्रो हैन ठुलो डिएसपी एसपी जस्तो मान्छे के हो यो एसपी हो कि के हो त्यो अन्तिम इच्छा के हो त्यो सोध भन्ने यो के हो? एउटा बोलीको एउटा शैली छैन हैन। एउटा यसले अब आधा रातमा मान्छेको घरमा गएर पुलिस जारी नगरेर घरमै गएर लिखित पुरै त्यहाँ म भिडियो देखाउँछु तपाईँलाई हैन, उसको घरमा घुसेर पुरा लिखित गर्ने, यो पनि यस्तो पनि देशमा कानुन छ त है। यो हाम्रो देशमा किन यस्तो कानुन भइरहेछ? अचम्म लाग्छ हौ मलाई। ओहो, कानुन भनेको जुनसुकै पार्टीलाई होइन नराम्रो गर्नेले त कानुन लाग्नु पनि होइन र, कि कानुन पनि सबै आफ्नो हुन्छ कि क्या हो? अचम्म लाग्छ। एमालेको छुट्टै कानुन, काङ्ग्रेसको छुट्टै कानुन, यो किन यस्तो थियो? जसले राम्रो काम गर्छ भन्छ त्यसलाई त फाल्टो खनेकै हुन्छ। हाम्रो नेपालमा त्यत्रो लोड सेडिङ थियो, कुलमान घिसिङ आउनुभयो, लोड सेडिङलाई मुक्त गरेर पुरा उज्यालो नेपाल बनाउनु भयो। त्यसलाई त अब त्यस्तो मान्छेलाई त भनेर खाल्डो खनेर पछाडिसक्यो। यो गर्ने कारण चाहिँ किन? त्यत्रो अरबपति खरब पैसा खाइरहेछ। तपाईँको विदेशमा ब्याङ्क ब्यालेन्स तपाईँहरूको छँदै छ त्यत्रो, विदेशमा तपाईँको छोराछोरीहरू ठाउँ पढाएको छ। यो अलिअलि हामी सोझा साथ जनतालाई पनि अलिअलि गर्न देऊ न। किन यति साह्रो हो यो देशको नेताहरू होइन हो कि किन यति साह्रो यस्तो भएको हाम्रो देशमा नेताहरू? अब हेरा साथी हो, म हजुरहरूलाई के भन्छु भने कुनै पनि दल होस्, तपाईँ काङ्ग्रेस होस्, एमाले होस्, माओवादी होस्, स्वतन्त्र होस्, जुनसुकै होस्, सही मान्छेलाई चिनेर मात्रै भोट हाल्नु। 84मा सुन्नुभयो नि? यदि म देशको केही ठुलो मान्छे भएको छ नि सबलाई गोली ठोकेर मारिदिन्छ मासाला। कानुन मेरो हातमा भएको छ नि साला। खलनायक छ नि हिन्दी फिल्मको खलनायक, नायकै के भने नायक फिल्म त्यस्तै गरिदिन्छु म मासाला। अलि दिमाग लगाएर काम गर्नु छ नि यो देशको नेताहरू। जसलाई जे पाए त्यही गरेछ, जता पाए त्यही गरेछ। अचम्म हेर्छ।
एउटा मान्छे भएर एउटा मान्छेको चोला लिएपछि अलि गर्नु पर्दैन मानवताको चोला छैन एउटा तपाईँहरूकोमा त्यसलाई समातिहाल्ने देशमा त केही नराम्रो काम त हुँदैन कहिले आन्दोलन गरेछ मान्छे मारेछ हैन म एउटा नेपाली हो नेपाली भएर बोल्दैछु म तपाईहरुलाई यो एउटा भिडियो बनाएर एउटा सामु हालेको छु यसलाई हेर्नु होला है तपाईहरुले पनि त्यसको आधारमा तपाईलाई पक्राउ पुर्जी दिनु पर्दैन तपाईको अन्तिम इच्छा उहाँसँग पुरा गर्नु थियो अन्तिम इच्छा भएन एकजना छन् यस्तो शब्द बोल्नुहुन्छ अन्तिम इच्छा भन्ने शब्द बोल्दै हुनुहुन्छ यसको शब्द हैन सर नो सर तपाईले बोल्नु भएको अहिले अन्तिम इच्छा भने चाहिँ के हो सर यो भन्नु त जानलाई चाहिँ अन्तिम इच्छा भने त्यही हैन त त्यस्तो बोलिदैन नि सर सर डेढ साहब हुनुहुन्छ अन्तिम इच्छा भन्ने हुन्छ सर एउटा पक्राउ गर्न आएको मान्छेलाई अन्तिम इच्छा भन्ने हुन्छ त्यस्तो हुँदैन नि सर त्यस्तो हुँदैन नि सर सर अन्तिम इच्छा एउटा हैन अदालतले दिएको आदेश अदालतले दिएको आदेशलाई अन्तिम इच्छा भन्यो सर एउटा डिएसपीले एउटा पक्राउ गर्न आएको व्यक्तिलाई अन्तिम इच्छा भन्दै हुन्छ उहाँले आजलाई चाहिँ तपाईहरुले चाहिँ एकचोटी कानुन व्यवसाय सल्लाह गरेर जान्छु भनेर भने हैन अन्तिम इच्छाको अर्थ के हो देशब हजुरको नाम के हो रे हजुरको नाम हैन नाम त भन्न मिल्यो नि सर देशब नाम मात्रै हैन तपाईको आईडी पनि हेर्ने अधिकार हुन्छ हाम्रो जसको नाम होइन तपाईको आईडी हेर्ने नि अधिकार हुन्छ अन्तिम इच्छा पढ्ने सर अन्तिम इच्छाको अर्थ के हो अदालतको आदेश र सरकारी वकिलले पठाएको पक्राउ पुर्जी चाहियो त्यो त चाहियो अनि त्यो पनि चाहिला ठिक छ उहाँले दिन्छ अन्तिम इच्छा भने चाहिँ के हो सर अहिले हजुरले अन्तिम इच्छा सर हजुरले अहिले भर्खर तपाईको अन्तिम इच्छा के हो भन्नु भने सर त्यो पनि बोल्ने तरिका हो सर तपाई डेस हिसाब जस्तो मान्छे हैन हजुरको अन्तिम इच्छाको शब्द त्यही हो आजलाई चाहिँ नि ठिकै छ त यहाँ हामीसँग जानलाई त्यही कुरा गर्नु भएको हो हैन र सर यहाँ हाम्रो सभापतिज्यूले तपाईहरुले पक्राउ गरेर आउँदै हुन्छ अन्तिम इच्छा भनेको के हो त सर त्यो सर नबटार्नु भन्ने कुरै होइन सर त्यसको आधारमा तपाईलाई पक्राउ पुर्जी दिनु पर्दैन यो आदेश त पक्राउ पुर्जी दिनुस् न आदेश त आइसकेछ त पक्राउ पुर्जी दिनुस् न आदेश त अदालतको पुर्जी दिनु पर्यो नि तपाईले ठिक छ हजुर सबै लेख्छु म जानै तयारै छु त लैजानुस् न कति समय लाग्छ भनेको यही लेखेर आउने हो मलाई पक्राउ पुर्जी त मलाई जारी हुनु पर्दैन यो अहिले लेख्ने तपाईले अब कस्तो हजुर है तपाईहरुलाई त्यो हजुरको आदेश आइसक्यो बोले सोरेको अरु के चाहियो त हजुरलाई पक्राउ पुर्जी सुन्नुस् न तपाईले पक्राउ व्यवहार मान्छे भएर तपाई घरमा आएर तपाईले यहाँ लेख्ने हो यो स्पोर्टमा लेख्ने फर्काउन चाहिँ किन खोज्नु त्यो हैन तपाईले फर्काउन कुरा नगर्नु न हामीले पक्राउ गर्न आएको कानुन चाहिँ आएको नि कस्तो कुरा गर्नुहुन्छ पक्राउ गर्न आएको पक्राउ गरेर लेख्नु हैन सर प्लिज योमा लेख्नु पक्राउ पुर्जी लेख्नु हामी जाउँ लेख्नुस् न धेरै भन्दा लेख्नुस् यो भने रेकर्ड भने ब्लकले लोगोलाई दिनु हैन त्यसपछि कानुनमा चाहिँ हाम्रो अगेन्स्टमा जाने ठाउँ छँदै छैन हामीले गल्ती गरेपछि दिनुस् न त ल्याउनुस् कि ल्याउनुस् मैले सही गर्नु पर्यो नि मलाई दिनुस् न पक्राउ पुर्जी कस्तो अचम्म यार एउटा पक्राउ दिनुस् न पक्राउ पुर्जी लेख्नुस् दिनुस् न भइगयो त ल दिनुस् न हुन्छ नि हजुर हामी वकिल साहब भोलि कानुनको विपरीत गरेपछि तपाईँ ठोक्नु होला नि त हाम्रो मुद्दा हाल्नु यस्तो भन्ने हुन्न नि म त गइसक्छु नि भोलि ठोक्नुस् न मलाई दिनुस् न पहिला तपाईँ थन्दै अनि पत्र दिने मलाई सुन्नुस् न सम्मानको साथ मलाई सुन्ने अनि हामी सम्मान गर्छौँ पत्र दिनुस् न पत्र दिनु न पत्र ए सर पत्र दिनु न मलाई ए ल भयो पत्र दिनुहोस् भइदिएको त केही गर्नै परेन त छैन पत्र दिनुहोस् लैजानुहोस् एउटा पत्र त मैले दिनु पर्यो नि पत्रै हुन्न र पत्र दिनु नभएको त विवादै छैन त म गइहाल्छु केही छैन उहाँहरूलाई गर्न दिउन केही छैन कानुन त कानुन बनाउनेहरु नै जस्तो लाग्छ त्यही गर्न दिनुहोस् मलाई केही आपत्ति छैन म तयार छु मैले दिनुमन तपाईँको यहाँको नाम सोधेँ हजुरलाई हजुरको नाम मेरो नाम आवश्यक छैन पछि बुझिहाल्नु म 10 रुपियाँ दिन्छु त्यही राख्नु होइन साधारणभन्दा साधारण प्रश्न पनि आम नागरिकले सोधेको गर्दा पनि तयारी भएर आउनुपर्ने होइन यो मेरो हकमा पर्दैन केही नियम कानुन केही लाग्दैन मलाई लानै सुन्ने हो केही फरक पर्दैन म तयार छु नि सरकार छ नगर नभए के भयो यो त हामीले लाइभ नै गर्नुपर्छ आम जनताले जान्न बुझ्नु पर्ने कुरा होला नि यो त जान्न पाउँछ होला नि एउटा पूर्व गृहमन्त्री जस्तो पदमा बसेको पार्टीको जिम्मेवार
सभापतिज्यूलाई उसको घरमा आएर यहाँ बसेर लेखेर अनि पत्र लेखेर लेख्नुहोस् न त नहेर्नुहोस् यार लेख्दै हुनुहुन्छ भने लेख्नुहोस् तपाईँले कानुन बुझ्नु भएको छ तपाईँले जति पढ्नु भएको त्यति नै पढाएको छु कानुनको कुरा के एज कति मेरो हामीले बुझिहाल्छ वकिल साहब हुनुहुन्छ बोल्नुहुन्छ ठिक छ है यो कुरो नगरपालिका हजुरबासीको केही तयारी नगरी आज सबै मलाई यो त यही गर्नु मेरो हकमा त्यस्तो सबैको हामीले त्यही गर्छौँ पक्राउ पुलिस चाहिँ स्पोर्टमा लेख्नु हुन्छ जहिले पनि हामीले खान तलासी चाहिँ पक्राउ चाहिँ सिङ्गो देशले देखाएको छ ठिक छ हजुरले बुझ्नु भएको छ सर यो पक्राउपछि दिँदैछ सर लेखेर सर मन्त्रीज्यू सँगै हुन्छ सर सँगै आउने हजुर नाम हुन्छ हुन्छ हाम्रो पछाडि होला उच्च तुलसीपुर बुटोल इजलास उच्च अदालत तुलसीपुर बुटोल इजलास जिल्लाको इजलास उच्च अदालत तुलसीपुर सहकारी ठगी समिति कसो सहकारी ठगी समिति कसो र समिति अच्छा युनिफर्म पर्दैन सर अहिले आउँदैन हाल्नुपर्छ ठ्याक्कै कुरो यहाँ पढ्नु पर्यो नि मेरो ब्याग न्याय डिभिजन पर्छ केही फरक पर्दैन त्यही समयको परीक्षा हो है चिन्ता नगर नि कोहीसँग नजुक एकजनासँग नजुक
केही भन्नु छैन मलाई जनताले देखेका छन् बुझेका छन् आशा छ लडाइँ लामो हुन्छ भन्ने मलाई थाहा थियो लड्छु म केही छैन आज अदालतप्रति सम्मान छ मेरो छोडिदिनु बाटो छोडिदिनु है क्लियर छोड्नु है त्यसमा यसमै हो गइहाल्नु म फास्ट यसमा हाम्रो को जान पाउँछ कोही त आउँदैन यसमा पाउँदैन हामी भाइ प्रदीपजी ए सुरेशजी यता जानु ठिकै यता आउनु यता सुरेशजी सुरेशजी तिम्रो अहिले जाँदाखेरि के राख्नु केही फरक पर्दैन गेटमा चाबी चाहिँ छोड्दिनु क्लियर गर्नु अरे त्यो मेरो साइन हो त साइन गरेको फोटो खिच्न देऊ न सानो कुरा यार फोटो खिच्नु यो उहाँको लागि हो कि हजुरले फोटो खिचेर राख्नु सरलाई दिएको खै होइन सरलाई त्यो किन साइन नभएको पेपर किन दिनुहुन्छ एउटा उहाँको हो एउटा हामीसँग रहने कुरा सरको उहाँको चाहिँ हामी देखाउनु पर्छ क्या अगाडि जाउँ त हामीहरू छ नि यस्तै साला चुतिया नेताले गरेर हामी जस्तो छ नि युवा युवतीहरू छ नि आफ्नो देश छोडेर अर्काको गुलामी गरिनुपर्छ नि साला यो सब यस्तै गर्ने नेताले यो नेताले हामीलाई राम्रो गरेको भए होइन जसको योग्यता कि योग्यता अनुसार छ नि सबैलाई एक एउटा के काम लगाइदिए भए सिप दिएको भए सायद आज यो हामी यो खाडी देशमा हामी यसरी आउनु पर्थ्यो अर्काको देशमा 12 हामी ड्युटी गर्नु पर्थ्यो होला पर्थेन होला नि होइन यो सब यो नेताले गरेर साला यो नेतालाई के भन्नु यो हामीहरू आफै गरेर चुनाव आउनु पाएन मोटरसाइकलमा तेल हालिदिइहाल्छ केटा हो तिमीहरूलाई दाल भात तरकारी मासु भात खुवाइहाल्छ बेलुका यसो डैला पार्टी दिएपछि यो पार्टी त यसमा जानुपर्छ केटा हो भन्ने बिग्ने त हामीहरू नि नेपालीहरू नि साला अनि त्यो खानदेनसम्म तेरो आफ्नो मेरो आफ्नो भन्ने होइन अनि भोलिपल्ट त नि खालास नि मेरो हो नि साला केरा साला भोट दिने बेलामा राम्रो दिमाग लगाएर दिउँ मान्छे चिनाइदिउँ है यो पार्टीमा जानु छ पुलाउ खुवाउँछ जेडी खुवाउँछ ठाउँ ठाउँमा शरबत पानी खुवाउँछ अरे साला तेरो बाउको खुवाउँछ साला कुन पार्टीले दिनुपर्ने भोट के थाहा छैन
अहिले थाहा हुँदै होला नि त अब देशको स्थिति देखेर कति भ्रष्टाचारी छ, कति ऊ भएको छ, चोरी चकरी छ, कुन पार्टीले गरिरहेको छ थाहा होला नि। कि तपाईँहरूको पनि घर घरमा आएर दिएको छ क्या पार्टीहरूले पनि झोला झोला पैसाहरू के कहिले पनि छ नि। आफूलाई चाहिँ आफूलाई कहिले नबिजाऊ साथी, गर्व गरौँ क्या, गर्व गरौँ म एउटा नेपाली हुँ भनेर। साला हामी नेपालीहरू छ नि यतिसम्म छ कि रक्सीमा मासुमा बिग्नेर कुनै माइकलले भन्छ कि मैले बिना पैसामा भोट हालेछ, कोही छैन। मोटरसाइकलमा तेल हालेछ कि गएर एक कप चियामा बिकेछ कि बिग्नेहरू छ क्या धेरै। अनि भुत्रो खानु हुन्छ नेपालमा विकास छैन। सक्छौ भने अलि राम्रोसित गरेर खाऊ न केटा हो, 10 हातको नङ्गलो खिलाएर खाऊ। तर यस्तो चोर पार्टीहरूको दलालीमा हात चाहिँ नपराउँ साथी। साना कानुन यस्तो बनाऊ कि अब 84 कानुन जसले चोर छ नि त्यसको दुईटै आँखा फुटाइदिनुहोस् सालेको। मेरो यही बिन्ती छ, जसले चोर छ नि त्यसको आँखै फुटाइदिनु, जो बलात्कार गर्छ नि त्यसको लिङ्गै काटिदिनुहोस् सालेको। जो बलात्कार गर्छ त्यसको लिङ्गै काटिदिनुहोस् सालेको। लिङ्ग काटेर त्यसको के गर्ने, चौबाटोमा लगाएर पुरा झुन्डाएर क्रेनले यसरी झुन्डाएर फाँसी दिनुभयो त्यसलाई साला। जो चोर छ, जो भ्रष्टाचारी गर्छ नि त्यसको 7 पुस्तासम्म लाग्छ नि लाइन, बिजुली बत्तीको छ नि लाइन र फोनको पानीको उनी काटिदिने सालेलाई जो भ्रष्टाचारी गर्छ। अनि बन्छ देशको कानुन अनि थाहा हुन्छ। त्यस्तो कानुन बनाऊ न। जसले नराम्रो काम गर्छ नि साला सिधै त्यसलाई जेल होइन इन्काउन्टर गरिदियो, मारिदिहाल्ने सालेलाई। जो छ मन्त्रीको छोरा किन नहोस्, मन्त्री किन नहोस्, त्यसलाई हालिहाल्ने फाँसी, गोली ठोकिदिहाल्ने कि त्यस्तोलाई। किनकि अब त्यो ठुल्ठुला मन्त्रीहरू त पैसामा ढलौटीमा छुटिहाल्छ, उसको आफ्नै पैसा खपा राख्छ, ढलौटी छुट्यो ल भन्यो 1 करोडमा छुट्यो भन्यो, भोलिपल्ट गएर फेरि त्यसले त्यस्तै नियत गरिहाल्छ, सिधै इन्काउन्टर गर्ने त्यसलाई फाँक सालेलाई। अनि याद आउँछ देशमा, हाम्रो देशमा परिवर्तन। यो आन्दोलन गरेर जनताहरू मारेर छ नि, सोचा जनता मारेर कहिले आउँदैन शान्ति। चाहे राजा होस्, चाहे मन्त्री होस्, कुनै पार्टी होस्। अब बनेको कानुन चाहिँ यसरी बनाउनुपर्छ क्या।